अहिलेको चुनावको माहौलले गर्दा हामीले कुन कुन कुरामा ख्याल गर्नु पर्यो, कुन कुन कुरा जानकारी भयो भन्ने थाहा भयो, त्यो कुरा नेताहरूलाई थाहा हुनु पर्यो। मेरो विचारमा है, हजुरको विचारमा के छ भन्नुलाई मेरो विचार प्रकट गर्छु। अहिलेको चुनावी माहौल देख्दा र मतगणना देख्दा केमा सुधार हुनु चाहने रहेछन् जनताले भन्ने कुरा थाहा भयो। पहिलो नम्बरमा छ युवा जोस जाँगर बलिया भएका मान्छे चाहियो। किनभने बुढो एजेट मान्छेलाई 10 मिनट हुन त अहिले साधनको साधन छ भन्नु होला, त्यस्तो होइन। कुनै पनि काम 10 मिनट लाग्ने समयमा 10 मिनट लाग्ने बुढालाई लाग्ने समय यङ मान्छेलाई 3 मिनट धेरै भनेको 5 मिनटमा सबै काम सकिन्छ। चाहे पढ्ने, चाहे लेख्ने, चाहे हिँड्ने, जे काम होस्। दोस्रो कुरा, एउटै अनुहारबाट जनता दिक्क वाक्क भइसकेको हुन्छ। किन नयाँ अनुहार देख्न चाहन्छ, नयाँ ऊर्जा शक्ति, नयाँ जोस जाँगर देख्न चाहन्छ। दोस्रो कुरा। तेस्रो कुरा, झुट्टा आश्वासन दिएर छल कपट गरेर यो दिन्छु र ऊ दिन्छु भनेर सधैँ एउटै कुरा प्रलोभन देखाएर भोट पाइँदैन। किनभने जनता अहिले बाठा भइसके। जनताले आफूलाई चिन्न र सबैलाई चिन्न सक्ने बाठा भइसके जस्तो पनि मान्छे। चौथो, नातावाद र कृपावाद र आफूले मान्छे किनेका। जस्तै यो ठाउँमा मेरो आफ्नो छ, यहाँको यस्तो भनेर अरूमा विश्वास परेर भर परेर बस्नाले त्यो त भन्न मिल्दैन, सबै हिँडेको थिए। तर त्यही पनि त्यो पनि पर्छ बस्नाले। किनभने यहाँ छ पैसा र खान पिनमा मान्छे चल्दैन बिग्दैन के। मान्छे इमान्दार यति इमान्दार भयो कि दिएको खाए पनि खान पनि जान्न, त्यो कुरा भयो। अर्को चौथो कुरा के छ नि, पढे लेखेका बुद्धिजीवी हुनुपर्छ। किनभने अहिलेका प्राय युवाहरू वकिल छन्, डक्टर छन्, इन्जिनियर छन्, हरेक कुरामा भएका युवाहरू छन्। जुन जुन पार्टीका भए पनि, राष्ट्रसभा मात्रै होइन अरू पनि छन्। धेरै जस्तो 2-4वटा बुढाले गर्दा, 2-4वटा बुढाको व्यवहारले गर्दा पुराना पार्टीहरू अहिले आएका हुन् के। अनि अझै अर्को कुरा के छ भने अझै अर्को हामीले नै गरेको, हामी नै सर्वेसर्वा हो भनेर अहमता घमण्ड भएको। अनि अर्को कुरा छ, भाषण गर्दा आफ्नो भिजनको बारेमा कुरै छैन, खालि अर्काका कुरा काटेर अर्काको लहरो तानेर समय बर्बाद गरेकोमा देख्नुभयो। अहिले नयाँ पार्टीले कहिले कसैको कुरा काटेको बाल मतलब दिन्न, आफ्नो सुई आफ्नो योजना तरिकाले गर्छ। 5 वर्ष पर्खेर काम गर्न दिउँ, 5 वर्षमा नेपाल परिवर्तन हुन्छ। खै अझै कति छन् बाँकी, अहिले यहाँ भन्न आएन के।